सम्पूर्णमा नमस्कार। म निराजन बोहरा, कक्षा 9 आइटी श्री दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय अत्तरिया कैलाली। आज म तपाईहरुलाई मसरुम खेती सम्बन्धी छोटकरीमा प्रस्तुति दिन गइरहेको छु। मसरुमलाई नेपालीमा च्याउ भनिन्छ। यो प्रोटिन, भिटामिन र खनिजले भरिपूर्ण पौष्टिक खाद्य हो। यसलाई थोरै लगानी, सानो ठाउँ र कम समयमा सजिलै खेती गर्न सकिन्छ। हुने मुख्य मसरुमका प्रकारहरू: ओयस्टर मसरुम सजिलै र सबैभन्दा बढी खेती हुने बटन मसरुम बजारमा लोकप्रिय र चिसो तापक्रम चाहिने। सितारे मसरुम भनेको पौष्टिक र औषधि गुणस्तर महँगो मूल्यमा बिक्री हुने। खेती गर्ने प्रक्रिया: पराल, धानको खोस्टा आदि प्रयोग गर्ने सबस्तोर तयारी गर्ने, बिउ स्पोर रोप्ने, आवश्यक तापक्रम वातावरणमा मिलाउने, पछि कटानी गरी बजारमा बिक्री गर्ने। समस्या र समाधान: समस्या: रोग, किरा, बजारको समस्या, तालिम, सरसफाइ तालिम, सहकारी खेती, बजार व्यवस्था। मसरुम खेती नेपालमा डिगो कृषि अभ्यास र आर्थिक उन्नतिको अवसर हो। यसले किसानलाई आम्दानी दिन्छ अनि आत्मनिर्भर बनाउन मद्दत गर्छ। हस्त, धन्यवाद। आजको लागि यति नै। यसपछि मेरो दोस्रो भिडियो आउनेछ। यो 1 डे भिडियो, अब 2 डे भिडियो अर्को दिन आउनेछ। हस्त, धन्यवाद।